ल अब हामीले चाहिँ सब खोलियो होइन, सबै टोटली गाडीको पार्ट पुर्जा जति सब पिस पिस गरेर होइन सब टोटली खोलियो गाइस, देख्न सक्नुहुन्छ। यो अब चेस मात्र हो यहाँ होइन, त्यही पनि यताउता सब भाँचिरह। यसलाई सबै अब चट्ट लिएर गएर दामी त्यहाँले पेन्टिङ सेन्टिङ हानेर होइन सर बनाएर। त गाइस हाम्रो चाहिँ आजको चाहिँ काम चाहिँ यत्तिकै भइयो होइन, देख्न सक्नुहुन्छ। समझ रहे हो ना। ल गाइस आज चाहिँ हाम्रो चाहिँ ब्लग भने नि काम भने पनि होइन, यो आज चाहिँ होइन हाम्रो चाहिँ आज स्पान्डरको चाहिँ अब रेटेस आयो होइन, त्यसको डेट भइएछ है। त्यही भएर 5 वर्षको लागि पेपर बनाउनको लागि अब पेन्ट सेन्ट गरेर होइन सब नयाँ बनाएर रिटेस गरेपछि चाहिँ 5 वर्ष चाहिँ त्यही भित्र चलाउनु पाइन्छ होइन। र आजको काम भनेको यो हाम्रो चाहिँ अब यसलाई चाहिँ टट्ट खोलखाल बनाएर होइन सब पिस पिस बनाएर यसमा चाहिने चाहिँ नयाँ सामान चाहिँ हाल्ने होइन। अब पुरानो चाहिँ अब हुनेसम्म चाहिँ सब पेन्ट सेन्ट गरेर होइन टट्ट बनाएर चाहिँ अब हेर्दै जाऊँ भिडियोमा गाइस होइन। गाडी चाहिँ यही हो, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। हाम्रो सबै प्रायः पेन्टिङ सेन्टिङ सब गयो होइन, यसको सब उस भयो सब केयर लगायो होइन। साउन्डमा इन्जिनको साउन्ड पनि हल्का प्रब्लम छ है, त्यो पनि इन्जिन पनि अब मेन्टेन गर्नुपर्छ। हाम्रो चाहिँ बाँकी काम पनि छ गाइस, देख्न सक्नुहुन्छ। त्यो इन्जिन छ होइन, इन्जिन पनि डेन्जर प्रब्लम छ होइन, डेन्जर साउन्ड छ इन्जिनमा पनि। अब धुवा सुवा खाने होइन, तेल सेल खाने, धुवा फाल्ने, स्मोकिङ गर्ने होइन, अब काम छ त्यसको पनि। त्यो इन्जिनको पनि चट्ट खोलेर होइन त्यसलाई पनि दामी बनाउन छ होइन। अब आजको हाम्रो चाहिँ यो चाहिँ सब खोलेर होइन सब फ्याङफुङ बनाएर सब भ्याइसक्यो गाइस होइन, देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो चाहिँ अब काम भनेको चाहिँ अब चेसहरू लिएर गएर होइन जुन यो साइडमा देख्न सक्नुहुन्छ, अब सब यताउता सब लिएर गएर चट्ट सर्भिस गरेर धोइधाइ गरेर होइन यसलाई चाहिँ अब दामी क्लियर गर्नु हो गाइस होइन। अब अर्को भिडियोमा फेरि भेटौँला गाइस होइन। ल यो भिडियोको लागि बाइ गाइस।